यति बेला चाहिँ हामी जङ्गलमा पाइने अर्ग्यानिक फल किर्मल टिप्दैछौँ। झट्ट हेर्दा कालो अङ्गुर जस्तो देखिन्छ। एकदमै यसको चाहिँ स्वादिष्ट चाहिँ एकदमै गुलियो हुन्छ होइन। सो एकदमै जङ्गलैभरि प्रशस्त फलिरहेको हामी पाउँछौँ। तपाईँ यो दृश्य हेर्न सक्नुहुन्छ। ल पुरै भरिरहेको छ गाइज। ल ल यतापट्टि आकाशजी पनि टिप्दै हुनुहुन्छ हातमा यस्तो होइन। ओहो ओके नाइस मजाले टिप्ने आकाशजी। आकाशजीले फल टिप्दै हुनुहुन्छ। यस्तो दामी फलिसक्यो है। नमस्ते गाइज सबैमा पूर्वाध गुरुङको युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। हामी आज चाहिँ बारपा गाउँदेखि यति टाढा छौँ। यो चाहिँ हामी किस्रो भन्ने ठाउँमा हो। यो चाहिँ अर्ग्यानिक जुन वनमा अहिले प्रशस्त फलिरहेको छ। तपाईँले यताउति तलबाट हेर्न सक्छ। पुरै जङ्गलमा चाहिँ यस्तो खाले फल फलिरहेको छ। एकदमै गुलियो है, एकदमै स्वादिष्ट छ होइन, एकदमै गुलियो छ। जुन क्रिमल भन्छ हाम्रो गाउँको भाषामा चाहिँ लङ्सी। हामी चाहिँ लङ्सी टिप्न आएको आज होइन। हामीले पुरा तिरिसकेका छौँ होइन। सो हजुरले चाहिँ आजको भ्लग चाहिँ हेरिदिनु होला। जङ्गलमा पाइने जुन अर्ग्यानिक फल होइन, यो कालो अङ्गुर जस्तो देखिने यो फल टिप्न आयो हामी होइन। एकदम स्वादिष्ट छ, गुलियो छ होइन। हामी टिप्दैछौँ, बाँडेर खाउँला गाइजहरू है। नाइस। अनि गइरहेका छौँ एकदम गुलियो यसोल्टी अचार खाने छोप खाँदा चाहिँ मजा हुन्छ यो होइन। आमामा ओ नाइस 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 कति दामी है। जङ्गलमा के चिज पाइन्छ अर्ग्यानिक सबै है। ओहो बास्न कति मिठो बास्न आएर छ यसको हेर। आमामा ल ल ल ओ टाढै पुग्नुभयो कि असलले तलपट्टि। ल प्याक हुँदैछ एकदम। ल सब कस्तो लाग्यो त आजको यात्रा? एकदम रमाइलो जङ्गलको यात्रा होइन। ठिक छ। नाइस। हामी अहिले कुन ठाउँमा छौँ भन्नु न? पोखरका होइन। पोखरकाबाट देखिने यतापट्टिको भ्यू, यता साइडको हिमाल होइन। ओके ल पोखरकामा अब चाहिँ हामी मगन लङ्सी जामा लङ्सी कौन चाहिँ है ए ल अम्मा माल्या ल केटीको न कन्छ चाहिँ छ म गेन अथवा ल चिन्जान पक्का कि कौन चाहिँ र ए लङ्सी जाउँ लङ्सी लिसेङ मुङ्गीलाई पुरै के अरे अब छ्याक कुवा हने आकाश भाइ हो यो ठाउँमा आइपुग्यो हामी। अलिक यताबाट चाहिँ किस्रा भन्ने ठाउँ छ होइन। एकदम थकाइ लाग्यो गाइज हिँड्दा हिँड्दै होइन। हामी चाहिँ बारपाकदेखि होइन गाउँदेखि धेरै टाढो छ होइन। अहिले कति बज्यो टाइम भनेको अहिले ल भनेपछि धेरै टाढा नै आइपुगेर चाहिँ हामी होइन। ओके हिँड्नुपर्ने हुन्छ है। यहाँ लङ्सी जाउँ लङ्सी किस्रा लिसेङबुङ ल यताबाट हामी साथीहरू हामी जाँदा जङ्गल जाँदैछौँ। यो चाहिँ जाबीमा हामीले एउटा बाल्टिङ पनि राखेको छौँ। यो भरि चाहिँ हामीले आज जङ्गलमा पाइने अर्ग्यानिक फ्रुट होइन लङ्सी क्रिमल खान जाँदैछौँ गाइजहरू होइन। ओके नाइसली आजको भिडियो एकदम बबाल हुनेछ, हेरिदिनु होला, माया गरिदिनु होला गाइजहरू। यहाँ सोलिनुहुन्छ आकाश भाइ होइन। ल हाम्रो यात्रा सुरु। आज जङ्गलको यात्रामा छौँ गाइज होइन। ओके हाम्रो भ्युजहरू यस्तो छ भ्यू चाहिँ होइन। यता चाहिँ गाउँ होइन। ओके भ्यू चाहिँ यस्तो छ। म सुनेर लके छ यस्तो छ होइन। हामी चाहिँ उता पुग्नु छ होइन उताको जङ्गलमा होइन। उताबाट हो त्यो बिचको चाहिँ यो जङ्गलमा होइन। यतापट्टि पोखरका उतापट्टि होइन। मौसम चाहिँ यस्तो छ र पनि छ होइन।
हामी हामी जाँदैछौँ गाइजहरू। आज मौसमले पनि साथ दिइरहेको छ होइन। सो हामी लङ्सी खाना क्रिमल होइन, जो जङ्गलमा एकदमै जुन लङ्सीको स्वादिष्ट भनेको अङ्गुरको भन्दा कम छैन, कालो अङ्गुरको जस्तो चाहिँ अब जस्तै होइन जङ्गलैभरि सायद फलिरहेको होला भन्ने अपेक्षा राख्दै हामी चाहिँ आजको यात्रा भनेको जङ्गलतिर गएको छ। हाम्रो साथीहरू हुनुहुन्छ होइन। लङ्सी चाहिँ टन्डै खानुपर्छ है साथीहरू आज होइन, टक्कै खानुपर्छ। हजुरहरूलाई चाहिँ आजको भिडियो भनेको चाहिँ हामीहरू चाहिँ जङ्गलको यात्रामा छौँ। जङ्गलमा पाइने फ्रुट्स अर्ग्यानिक फलफुलहरूको भिडियो हामी देखाउनेछौँ। भिडियोलाई चाहिँ पुरा माया गरिदिनु होला, हेरिदिनु होला, धन्यवाद। आज चाहिँ हामी जुन यो पुरै यो बाल्टिङ होइन भरि भरि र फुल अर्ग्यानिक फ्रुट ल्याउँदैछौँ गाइस होइन। त्यता त्यो गोठ खड्का देखिरहेको छ नि, त्यो पर जानुपर्ने हुन्छ होइन। सो मौसमले पनि साथ दिइरहेको छ। सो टाइम पनि अब कति घन्टा लाग्छ उता पुग्नलाई? अब 1 घन्टा 1 घन्टामा त पुग्दैन है, 2 घन्टा चाहिँ टाइम लाग्छ क्या, 2 घन्टा होइन। हामीले कन्टिन्यू यही गतिमा हिँड्यो भने त 2 घन्टा लाग्छ। अहिले भने चाहिँ तपाईँको हामी भर्खर यात्रा भनेको चाहिँ 10:30मा सुरु गरेका छौँ होइन। सो आजको भिडियो भनेको तपाईँ 1 आउनु चाहिँ गाइस। उमर खोला भन्ने ठाउँमा हामी पुगिरहेको छौँ। मेरो दोस्तहरू चाहिँ अगाडि हिँडिरहनु भएको छ होइन। आज चाहिँ मौसमले साथ दिए आज हामी अझै टाढै पुग्नेछौँ र जङ्गलमा पाइने एउटा फल छ जुन सेम अङ्गुर जस्तै हुन्छ, क्रिमल भन्छ होइन। यहाँ हाम्रो गाउँतिर चाहिँ लङ्सी भन्छ। सो लङ्सी खान जाँदैछ। यो सिजन चाहिँ लङ्सी खाने सिजन बनिरहेको छ होइन। ओके, भर्खर हामी चाहिँ ओमरा झर्ना आइपुग्यौँ गाइस है त। ओहो साइजले त नि हेरिदिनु होला है। वा नाइस, यस्तो दामी भ्यू छ गाइजहरू। अब चाहिँ झर्ना चाहिँ यहाँ त्यस्तो ठुलो झर्ना हुन्छ अब चाहिँ होइन। ल हेर्नुहोस् है, यस्तो छ होइन। एकदम ठुलो ओ वाउ नाइस वान। ल फाइनली हामी चाहिँ भर्खर छ्याङगाङ आइपुग्यो। बारपाको चाहिँ उत्कृष्ट ट्राउट फार्म होइन। ओके, ट्राउट फार्म चाहिँ यहाँ इन गर्नुपर्ने हुन्छ। हामी चाहिँ आज चाहिँ जङ्गलको अर्ग्यानिक फ्रुट खान उता पुग्नेछौँ यताबाट चाहिँ है त गाइज। ट्राउट फार्म है त, ट्राउट फार्म। ओके ल, हेलो चले हुने है, लङ्सी जाउँ यहाँ, लङ्सी जाउँ हो। ए ल सर यतापट्टि छ्याङगाङमा चाहिँ गोठ पनि रहेछ होइन, गोठ। ओके वा माथिको यो भिर हेर्नु त, भिर आमामा यो चाहिँ पङ्कस होङ भन्छ होइन। त्यहाँ आइपुग्यो हामी। ल सम्झ्यौ है खतरा भन्छु है। राम्रो छ नि। ल ओके, बारपाक चाहिँ हेर्नुहोस् है, यताबाट यहाँबाट देखिने बारपाकको भ्यू है। अहिले चाहिँ हामी यो ठाउँमा हिँडिरहेको छौँ। बारपाकको भ्यू चाहिँ सुन्दर देखिरहेको छ। यो बेला वन जङ्गल एकदम हरियाली भइरहेको छ होइन। ल हेर्नुहोस् त है, बाटो जस्तो छ हजुर। वाह, यो चाहिँ पोखरका भन्ने ठाउँमा है गाइज। यसरी गोठ पनि छ होइन। पोखरका आइपुग्यो भर्खरै हामी होइन। ल पुन्सेला खर्काबाट आइपुग्यो। यता चारैतिरको भ्यू नि जङ्गलको है, आमा है गाइजहरू। हामी चाहिँ ल सिस्नु हेर्नुहोस् त, सिस्नु न कति स्वादिष्ट सिस्नु आमामा। अहिले चाहिँ हामी लिस्याङपुङतर्फ लाग्दैछौँ आजको यात्रा भने। ल यहाँ चाहिँ तिर्खा भेट्ने पानी खानेछौँ गाइजहरू।
ओके चिसो पानी चिसो पानी छ है चिसो रहेछ पानी त ओहो त्यो मिठो मिठो छ नि धारा पनि कस्तो मजाले बनाएर जाने यस्तो खाले धारा छ ओके यस्तो राम्रो ठाउँ रहेछ है भनेपछि गाइज यो चाहिँ यो यस्तो देखेर चाहिँ दृश्य हेर्नु फाइनल्ली हजुरले म बारपाक गाउँको एउटा सुन्दर भ्यू देखाइरहेको छु म बारपाक गाउँदेखि एकदम टाढा छु गाइज है एकदम टाढाबाट मैले भिडियो कैद गरिरहेको छु हेर्नुहोस् है ल हेर्नुहोस् चारैतिरको भ्यू हेर्नुहोस् है नाइसली बारपाक ल हेर्नुहोस् है बारपाकको यो बारपाक गाउँको सुन्दर भ्यू है टाउरीको अग्ला अग्ला डाँडा पाखाहरू हेर्नुहोस् है अनि टाउरीको बारपाकको सुन्दर दृश्य वाउ नाइसली गाइज जङ्गल यस्तो छ घना जङ्गलको बिचमा हिँडिरहेको छु होइन हामी चाहिँ एउटा जङ्गलको चाहिँ अर्ग्यानिक फ्रुट खानको लागि यो बाटो फलो गरिरहेको छु होइन बाटो चाहिँ यस्तै छ अझै हिँड्नुपर्ने हुन्छ होला सायद उता पुगिसक्यो म पनि भागिरहेको छु उहाँहरूलाई भेट्ने गरी छ बाटो चाहिँ यस्तो छ है गाइज ओके पानी छ पानी ओ यो चाहिँ यो ट्र्याक चाहिँ म पहिलोचोटि नै हो है ओके त्यो छ होइन बाटोहरू हामी योतर्फ लाग्नेछौँ होइन त्यो छ फाइनली गाइज यस्तो छ है त बाटो चाहिँ होइन ओ भेरी डेन्जर यस्तो ठाउँमा हिँड्नुहुन्छ ल ल ल लाइदिँदैन ती चाहिँ हामीले टिपिसकेका छौँ गाइजहरू होइन ल हेर्नुहोस् है यस्तो फल छ यसमा अब पुरा ल त्यसमा राख्नु है फार्ममा यो फार्ममा राख्नुहोस् ओ दामी ल नाइस उहाँले टिप्दै ल ल आयो आयो गाइस यहाँ ओके थ्याङ्क यू धन्यवाद ले ओके खेल है हटन चिना खिच्या स्याङबुङ पाङ खर्का है सुझे प्रमाङ देख्यौँ ल दामी ठाउँ है नाइसली छ ओके नाइसली होइन ओके एकछिन यो ठाउँमा चाहिँ हामी थकाइ मार्नेछौँ होइन होइन सरले ल कुन किस्तो जान लाग्यो होइन गाइजहरू हामी चाहिँ अब लिस्याङबुङ क्रस गरेर पनि अहिले यो किस्तको बाटो होइन तिस्रोको चाहिँ अलिकति गुलियो हुन्छ भन्ने एउटा चाहिँ कुराले गर्दाखेरि चाहिँ हामी अहिले चाहिँ यो जङ्गल भिडिरहेको छौँ हाम्रो सोल्टी चाहिँ गाइड हो आजको धेरै राम्रो गाइड गर्दै हुनुहुन्छ होइन के बाटो चाहिँ यस्तो छ हामी जङ्गलको बिचमा हिँडिरहेको छौँ त्यो नेचुरल त्यो अर्ग्यानिक फल जङ्गलमा अहिले प्रशस्त फलिरहेको अवस्थामा चाहिँ छ होइन जुन अघि पनि हजुरले देखिसक्नुभयो होला होइन ल के हो च्याउ फलिरहेको देख्नुभयो के हो सोल्टीले ल टाउडी आकाश भाइ गो अहेड यस हेर्ने गाइजहरू यस्तो जङ्गलमा त च्याउ पनि भेट्न पनि धेरै सम्भावना छ होइन अनि त्यो ठाउँमा हिँडिरहेको छौँ त्यो किस्रोको बाटो हो किस्रो जाने बाटो लिस्याङबुङ हुँदै होइन यसले चाहिँ हामी बारपाकको चाहिँ सेरोफेरो जङ्गलको त्यो बिचमा
हामी यात्रामा छौँ तिस्रो बाटो उता लिस्याङबुङ हुँदै होइन पुन्सुला खर्गल लिस्याङबुङ अनि यतापट्टिको चाहिँ किस्रासम्मको यात्रामा छौँ। हाम्रो यात्रा भनेको चाहिँ आज विशेष गरी यात्रा भन्नाले पनि जङ्गलमा पाइने अहिले जुन पुरै फल फलिरहेको हुन्छ जुन अङ्गुर जस्तै हुन्छ होइन अघि पनिहरूले भिडियोबाट चाहिँ प्रष्ट बुझिसक्नुभयो होला स्पष्ट बुझिसक्नुभयो होला होइन जङ्गलमा पाइने एउटा फ्रुट्सको चाहिँ भिडियोको चाहिँ ओह्रालो हो सल्दी ए ल म चाहिँ यो बाटो चाहिँ पहिलोचोटि हो होइन पहिलोचोटि हिँडिरहेको छु यो बाटो हुँदै चाहिँ हामी है यस्तो ठाउँ छ क्या होइन यस्तो ठाउँ ओके गाइज लेट्स गो भाइ ओ ल भिडियो कैद गर्दै हुनुहुन्छ आकाश भाइले यस्तो ठाउँ रहेछ है आमामा यस्तो राम्रो ठाउँ रहेछ नि त यार वाह ओ खतरा दामी हो त गाइजहरू यस्तो ठाउँ छ फाइनली होइन ऊ माथिको हेर्नुहोस् त भ्यू नेचुरल के ओहो दामी एवान छ बाटो बाटो चाहिँ है ओहो ल यस्तो अर्ग्यानिक फुल छ होइन अर्ग्यानिक खतरा पो रहेछ त बाटो त यार टक टक ओ एकदम उकालो सिटी छ ठाडै रहेछ है ओ तिस्रो भन्ने ठाउँ जाँदैछौँ हामी त्यहाँ चाहिँ हाम्रो बारबाकीहरू चाहिँ खेतीपाती होइन एकदमै बारीहरू छन् गोठ होइन यो ठाउँ चाहिँ मैले हामीले हिँडिरहेको छौँ यस्तो ठाउँ छ होइन हेर्नुहोस् है बाटो त यस्तो छ दामी कत्रा खाले बाटो छ गाइजहरू ओ यो ठाउँमा आइपुग्यो गाइज यो सायद हामी करिब किस्रो नजिक आइपुग्यो होला होइन सली यस्तो दामी ठाउँ छ यार कमरा नै सेफ्टी गरिरहेको छ कि काठ ओ ऐसिलु फाले छ अझ चाहिँ सोली चाख्नु त कस्तो त्यो चाहिँ ल यसमा राख्नुपर्ने हुन्छ यस्तो छ गाइज लो पुरा जङ्गलैभरि है आमामा यस्तो फलिरहेको छ ओके पाकेको चाहिँ टिपेर लानुपर्ने हुन्छ ल हामी यो टिप्दैछौँ गाइजहरू होइन यसमा अलिअलि काँडा पनि हुन्छ पुरै कार्यक्रममा है यस्तो फलिरहेको छ गाइजहरू है हेर्नुहोस् है तर यो अङ्गुर होइन है गाइजहरू कालो अङ्गुर जस्तो देखिन्छ ल हेर्नुहोस् है यस्तो गुली हुन्छ यहाँको आमामा ल है पुरै जङ्गलैभरि गाइजहरू आज हामी यही फल खानको लागि हामी बारबोकदेखि टाढा छौँ हो यसको हेर्नुहोस् त वाउ ल गुलियो छ कि छैन असली गुलियो छ ल आमामा है ल ओके फाइनली गाइज हामी चाहिँ यो किस्रोबाट चाहिँ फेरि हामी लिसिङबुङ ब्याक हुँदैछौँ यस्तो फलिरहेको छ होइन यस्तो फलिरहेको छ यो फल होइन सो अहिले चाहिँ हामी यति चाहिँ टिप्यौँ यहाँबाट अब चाहिँ अब फेरि उता नै ब्याक हुँदैछौँ अब उता फर्केर अब यसरी हुँदै अब फेरि लिसिङबुङ भन्ने ठाउँमा चाहिँ टिप्न जाँदैछौँ यहाँको एकदम गुलियो छ ओके हेर्नुहोस् न पुरै होइन जङ्गलै यस्तो छ हेर्नुहोस् है
ओके फाइनली हामी चाहिँ यहाँ अब ब्रेक टाइम खाजा खानेछौँ होइन हिँड्दा अब किशोरदेखि हिँड्दा हामी थकाइ पनि लाग्यौँ एक ठाउँमा चाहिँ हामी एकछिन ब्रेक गर्दैछौँ आकाश भाइ हाउ आर यु आई एम फाइन फाइन हाम्रो सोली छ सोलीले चाहिँ उता बारपाटको चाहिँ अवलोकन गर्दै हुन्छ कस्तो देखिरहेको छ सोली हाम्रो गाउँ है ल सोलेर चेस गरिहालौँ ल चेस ल ल छ खाजाहरू यस्तै छ गाइजहरू अब के गर्नु हिँड्दा हिँड्दै थकाइ पनि लाग्यो यस्तै छ थरी थरीको खाजा पो छ त गाँठे यो चाहिँ समोसा ल खाजा लिँदैछौँ हामी चाहिँ गाइजहरू हेर हिँड्दा हिँड्दै थकाइ पनि लाग्यौँ होइन हामी उता किस्रा पुगेर अहिले चाहिँ यो लिस्याङपुङ भन्ने ठाउँमा आइपुग्यौँ अब चाहिँ हामी यहाँ खाजा खानेछौँ एकैछिन खाजा खाए फेरि हामी फेरि यहाँनिरको चाहिँ आसपासमा रहेको जङ्गलमा रहेको चाहिँ त्यो अर्ग्यानिक फल अघिको जस्तै हामी फेरि खोज्नेछौँ ल अघि ग्यास सुरु गरिहालौँ ल ल पूजा ओके ठुलो झुला सुन्दै चलो छ यहाँको मिठो छ हाम्रो किसान मामाको चाहिँ आलुबारी होइन ठुलो आलुबारी छ उहाँको करिसाबारी भन्ने रहेछ होइन यस्तो फलिरहेछ छिमेकी किसान मामाको आलुबारी पनि हेरेछ होइन बा दामी छ आलुबारी है यहाँ हाम्रो मामा किसानको ओहो राम्रो खेती गर्नुभएको रहेछ उहाँले है यस्तो छ होइन यस्तो फलिरहेछ है ल ल पुरा टिप्नु पर्ने हुन्छ गाइजहरू चरी हुँदैछ मस्त वाटरफल छ यहाँ दामी है ओहो वाउ छ होइन सोब्रङ रहेछ है ओके ओ ल यो चाहिँ हामी छोप खाने गर्छ होइन सिलामसँग होइन ल पुरै त्यो सबै टिप्नु ल आम्ल्याङै आम्ल्याङको चाहिँ छोप खान जानुपर्छ हामी यसको कलिलो भात चाहिँ होइन यो पकाएर छोप बनाएर खान्छौँ हामी होइन टक्क सिलाम हालेर टक्क अमिलो पिरो खोर्सानी पक्का मिलाएर चाहिँ अलिक कलिलो कलिलो खालको टिप्नु ल यो कलिलो खालको यसोल्टी अचार खाने छोप खाँदा चाहिँ मजा हुन्छ यो होइन आमामा ओ नेस 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 कति दामी है जङ्गलमा के चिज पाइन्छ अर्ग्यानिक सबै है बास ओके गाइज फाइनली आज यति नै हो तपाईँहरूको माझ फेरि पनि हामी आगामी दिनमा नयाँ कन्टेन्टहरू लिएर उपस्थित हुने नै छौँ पूर्वाध गुरुङको युट्युब च्यानल हेर्दै रहनु अहिलेलाई भने म तपाईँहरूको माझ बिदा हुन चाहन्छु बाई बाई गाइज बाई बाई गर्नु त बाई ल